मान्य सदस्यहरू, संसदीय प्र्याक्टिस, हाम्रो संविधान नियमावली, हाम्रा प्र्याक्टिसहरूलाई हेर्दाखेरि हामी विधेयकहरूमा छलफलहरू गर्छौँ। त्यसपछि त्यहाँ संशोधन मागिन्छ। संशोधन मागिसके पछाडि संशोधनहरू पर्छ र संशोधनहरू आइसके पछाडि त्यसको समितिमा पठाउने कि सदनमै दफावार छलफल गर्ने भनेर छलफलहरू हुन्छ। र हिजो पनि भएको के थियो त भन्दा दफावार छलफल यहीँ संसदमा गर्ने भनेर मान्य सदस्यहरूले पास गर्नुभएको थियो यही हलबाट। त्यही स्वरूप हामी अगाडि बढ्यौँ र मान्य सदस्यहरू, सभामुखले निर्णयार्थ मात्र पेश गर्न सक्छ। सभामुखले ती संशोधित मुद्दाहरू स्वीकार गर्ने या अस्वीकृत गर्ने भनेर मैले यही सभालाई छोड्ने हो मान्य सदस्य। र यही सभाबाट मान्य सदस्यहरूले अन्य मान्य सदस्यहरूलाई कन्भिन्स गरेर यहाँहरूले त्यसलाई अस्वीकृत गर्न सक्नुहुन्थ्यो मान्य सदस्य। मैले कुनै संशोधन स्वीकृत वा अस्वीकृत मैले गरिरहेको छैन मान्य सदस्य। मैले त निर्णयार्थ पेश मात्रै गरेको छु। त्यसकारणले मान्य सदस्यहरूलाई यति ज्ञान हुनुपर्छ। त्यसकारणले मान्य सदस्यहरू, यो प्र्याक्टिस म आएपछि भएको र अहिले 2082 पछाडि भएको होइन। विगतदेखि अग्रज मान्य सदस्यहरू यहीँ हुनुहुन्छ। त्यसकारणले संशोधन भएर आएका सबै मुद्दाहरू सभामा पेश गरिन्छ र सभाले नै त्यसलाई स्वीकृत गर्ने कि अस्वीकृत गर्ने सभाले नै निर्णय गर्छ। त्यसकारणले मैले त्यही प्रक्रियामा काम गरिरहेको। त्यसकारणले मैले न मिचेको छु न मैले यहाँहरूलाई पेलेको छु। त्यसकारणले मान्य सदस्यलाई म विनम्रताको पूर्वक अनुरोध गर्न चाहन्छु, यहाँहरू बस्नुहोस्, हामी कार्यसूचीमा प्रवेश गरौँ, अगाडि बढौँ। बजेटको छलफलमा हामी आजबाट सुरुवात गर्ने तयारीमा छौँ। त्यसकारणले मान्य सदस्यहरूलाई बसेर सभा सञ्चालन गर्नको लागि सहयोग गर्नलाई म अनुरोध गर्छु। सबै मान्य सदस्यहरूलाई बसेर सभा सञ्चालन गर्नको लागि सहयोग गर्न म अनुरोध गर्छु।